ओके गाइज द थिङ इज 4 मिनटको भिडियोमा चाहिँ लाइक फुल मुभी नै देखाइदियो क्या कस्तो कन्सेप्टमा बना होला क्या ओके गाइज आइएम एक्सपेक्टिङ खतरा हुनेवाला छ है गीतै बवाल्छ नि त क्या मुभीको इन्ट्रो जस्तो छ क्या बिर्सियो होला नसम्झिएकै बेस सम्झनाको बोझ मरेर खेलानु ओके गाइज सो केटाकेटीको भन्नाले अब के अब क्यारेक्टर दुई चारजना क्यारेक्टरको चाहिँ लाइक लभ देखाएको छैन लेट्स सी म मरे पनि भनेछ नि सो एक न एकजनाको चाहिँ केही हुनेवाला छ जस्तो लाग्यो आँसुको के दोष सपना सबै एकछिनमै बिउजिए के खोजिरहेछ मरे पनि तिमीलाई खुसी दिन चाहन्छु मरि जाऊ कसम मेरो भाग्यमा ओके गाइज सो यो केटाले चाहिँ त्यो केटी खोज्दैछ है सबैसँग सोच्दैछ कता छ ओके कहानी खतरा छ जस्तो लाग्यो रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा सो गाइज यो चाहिँ पहिलाको फेस देखाइरहेछ कि फ्रेस लाइक दुईजना सँगै भएको अनि अहिले चाहिँ खोज्दैछ लाइक 2 डिफ्रेन्ट स्टोरिज है वी ट्राई टु अन्डरस्ट्यान्ड महिलाहरूको सूचनाहरू ओके सो ऊ केटी ओके गाइज नाउ अन्डरस्ट्यान्ड सो केटीको चाहिँ अब लाइक परिवारले चाहिँ अब महिला हराएको सूचना भनेर राखेको रहेछ बट रियालिटीमा चाहिँ केटाले चाहिँ भगाएको रहेछ क्या ओके आई अन्डरस्टुड नाउ कहानी ट्विस्ट छ त खतरा या दामी नि देख्छ भनेर ओके गाइज सो एटलिस्ट अब भगाएर ल्याइसकेपछि त लाइक स्टार्टिङ फ्रम द बिगिनिङ गर्नुपर्छ नि हो चोर्नु किन आफू पनि अब फस्ने अब उसलाई पनि नयाँ भगाएर लिएर आएको छ अब आफ्नो बुढीलाई पनि के गर्ने यस्तो गर्नु भएन पुलिसले समातिसकेको छ अब बिचरा अब केटी एक्लै क्या अब मरि जाऊ कसम मेरो भाग्यमा रहेनौ तिमी जरा खुसी नै छु ओके केटा छुटेर आइसक्यो है अब केटी देख्छ देख्दैन अब
ओके गाइज धन्न त्यसमा लोकेसन थियो होइन बा घर गयो कि भनेर खोज्न जान्ला जस्तो एटलिस्ट भेटोस् यार ओके त्यही भएर पो अगाडि अगाडि खोजिरहेको रहेछ त्यहाँ बल्ल पो बुझ्दैछु त हौ भयो त अब गयो गाइज गयो बिहे गरेर गयो के गर्छस् मङ्गलले आफ्नै ढङ्गले भन्छ नि त्यस्तो भन् चोरी गर्नु किन के आफैले गर्दा त यस्तो भएन होइन थैट थैट मरी जाऊ कसम मेरो गाइज केटा डिजर्भ इट के गाइज अब कति कुरा लाइफमा अन्डो गर्न सकिन्न क्या लाइक पछाडि गएर अब किन चोरी गर्नु पर्यो होइन लाइक न्यू बिगिनिङ गरे भए हुन्थ्यो नि त अब के स्टार्टिङहरू होइन चोरी गरेर नि केही हुन्छ र बिचारो तिम्रो खुसीमा सक्यो केही छ ओके गाइज द थिङ इज 4 मिनटको भिडियोमा चाहिँ लाइक फुल मुभी नै देखाइदियो क्या कस्तो कन्सेप्टमा बना होला क्या बवाल क्या खतरा क्या ओके 4 मिनटको भिडियोमा पुरै मुभी देखाइदिने क्या सही हो क्या खतरै पुरा कहानी चाहिँ दामी बनाएको आई लाइक इट गाइज स्वप्निल शर्मा भोकलिस्टमा रोहित शर्मा चाहिँ लाइक गिटारिस्ट गौतम चाहिँ ड्रममा रहेछ ओके सो गाइज यति भन्दै अब हामी ऱ्यापअप गर्न चाहन्छौँ मलाई चाहिँ खतरा लागेन लाइक अडियो त त्यस्तै दामी नै छ पहिलेदेखि नै बवाली हो केही भन्नै मन छैन त्यसलाई त त्यसमा त म्युजिक भिडियोको लाइक कन्सेप्टै बवाल छ क्या मुभी हेरे जस्तो लाग्छ क्या ओके गाइज सो यति भन्दै अब हामी अब ऱ्यापअप गर्न चाहन्छौँ थ्याङ्क यू सो मच फर द भिडियो अनि इफ यू गाइज आर न्यू दिस च्यानल प्लिज गाइज लाइक सेयर एन्ड सब्सक्राइब टु दिस च्यानल एन्ड इफ यू हेभ एनिथिङ प्लिज कमेन्ट डाउन बिलो सो यति नै भन्दै अब हामी बिदा गर्न चाहन्छौँ थ्याङ्क यू सो मच एन्ड बाई